हामी लाग्यो अब गर्मीमा लाउनुपर्छ मिठो कलर यो चाहिँ सेन्ट यसको चाहिँ अझ सेटै रहेछ है लोसन अनि सेन्ट बार्लीको अडिन्छ र फेरि अडिँदै अडिन्न चक्लेट फरेरो चक्लेट दिललाई मनपर्छ भने थाहा नि त यसलाई नेक्स्ट वान इज कफी अस्ट्रेलिया कफी ल चाख्न पाइने भयो हामीले पनि अस्ट्रेलिया नगए पनि त अगाडि राख्नु पर्यो नि यसो अनि यसमा चाहिँ धेरै छ यसभित्र चाहिँ एकछिनपछि खोज्छु है साइडमा राखेँ त्यसलाई चाहिँ यो चाहिँ मेरा बुढा अर्थात् बिनाजुलाई सेन्ट यो चाहिँ फ्रुट टाइपमा जेली रहेछ फ्रुट जेली अस्ट्रेलियाको फ्रुट जेली है त ल यो चाहिँ अब यति हुने है त सामानहरू अब ल यिनीहरूलाई नै अगाडि राखेँ टी सर्टलाई पनि हाइनेकलाई पनि अब चाहिँ सानो पोको खोल्न गइरहेको छु बिस्तारै काट्नु पर्यो नि फेरि भित्रको काटेलाई ल खुल्न त खोल्नु है बिस्तारै अझ काट्दैछु त्यही पनि हल्का मौसमले च्यालेन्ज गरेर आज ल ऊ छेट्यो कि के हो भनेर भन्दा देख्दिनँ ल यो चाहिँ ब्राउनी टाइपमा ब्राउनी छ लिपस्टिक उता छोरी र मम्मी पनि एक्साइटेड हुनुहुन्थ्यो कान्छी छोरीले जेठी छोरीलाई के पठाइदियो भनेर उता देखाउँदै यता नि देखाउँदैछु है त यो चाहिँ आइलाइसेस अनि यो चाहिँ मुख धुँदा लगाउने ब्यान्डहरू यसले गर्दा पानीहरू चुहिँदैन कुइनाबाट चुहिन्छ नि त होइन यसले सोच्दिन्छ अनि कपालमा लाग्दैन होइन हो त्यसरी लगाउने छोरीले भन्दैछ कसरी लगाउने भनेर देखाउँदैछु अनि यो चाहिँ अन्त देख्दा नि बाहिरको मिठो कलर नि कति मिठो देखियो मलाई मनपर्ने म्याटवाला लिपस्टिक अनि अर्को फेरि सानो ब्लू कलर ऱ्यापमा छ फेरि साँच्चै के होला भने एक्साइटेड थिएँ वाउ हेरिसोस् त हजुरहरूले झुम्का दिदीलाई लाउँछे भनेर उसलेमा झुम्काहरू पठाइदियो हो भने वाइटमा अनि अर्को म्यारुन टाइपमा अनि यो कति प्रिटी हो अब गर्मीमा घुम्न जाँदा लाउनुपर्छ वान पिस लगाउँदै झुम्काहरू लगाउँदै सेन्ट छर्किँदै लोसनहरू लगाउँदै ल यति हुन् ल प्यारी धेरै धेरै धन्यवाद तिमीलाई फेरि पनि पठाउँदै गर है त बाई।